स्वागत छ तपाईँहरूलाई मेरो मिनी ब्लगमा। मैले आजदेखि सुरु गर्दैछु। अनि म हिँडे ढोका लगाएर यो 2टा गाडी पनि गयो। यो आयो हाम्रो यहाँको सुब्बा खानपुन है। अनि यस्तो हेरेँ यहाँ चाहिँ बाहिर यस्तो साग पुरिरहेको हुन्छ, अरू के को थाहा छैन। ढोका खोल्यो डुई 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 डुई। अनि त्यसपछि गयौँ भित्र है। गयौँ हेर्दैछु मैले यस्तो हेरेँ चेरी देखेँ, पैसा नि देखेँ, तर्सेँ। अनि यो हेरेँ वाटरमेलन कति महँगो हो र छ्या। अनि अगाडि 2टा केटीहरू हिँड्दैछन्, हिरोइनीहरू। हामी तरकारीको डिपार्टमेन्टमा छौँ होइन, के किन्ने भनेर हिँड्दै साग हेऱ्यो नि तर किनिन। यो जेरी हो तर कति महँगो, यो चाहिँ फुल हो होइन। कति राम्रो। यिनले दुध हालिन्, यिनले अङ्गुरको जुस हालिन्, अनि मैले नि हालेँ। यिनले फेरि पान हालिन् है, यिनले नि अर्को पान हालिन्। अनि यो के हेर यो हाम्रो रोटो बिल चाहिँ 1602 आयो। बिल तिर्यौँ। बिल तिरिसकेपछि चाहिँ सामान बोकेर उतापट्टि गयौँ झोला माल्नलाई। अनि झोला निकालेर यसरी सामान हाल्यौँ। केक पनि किनेको, केक बिग्रिन्छ भनेर चाहिँ सबभन्दा माथिबाट हार्न लागेको केक पनि हालिन् झोलामा। अनि झोला बोकेर हामी गयौँ। अनि हिँड्दैछौँ यो मेरो खुट्टा, यो हरेलको साथीको खुट्टा, यो तिनको खुट्टा, यो बत्ती, यो चरा, यो चाहिँ यहाँको ब्युटी पार्लर। हजुरहरूलाई धन्यवाद छ मेरो मिनी ब्लग हेरिदिनु